यहाँ बासीले बोकेको रहेछ यहाँ राम. Wow, so nice. Friends, right now I'm at Pranami Mandir in Siliguri. यहाँ चाहिँ के हुँदैछ भन्दा चाहिँ यहाँ चाहिँ महोत्सवहरू रहेछ है र अब 108 आदिवासी कन्याका शुभ विवाह. I just want you to be happy and always be who you are. Yeah, hello everyone. म चाहिँ अहिले यताबाट जाँदैछु बजारबाट हो टोटोमा चढेर. अन्तखेरि चाहिँ अब म एउटा जग्गासित जाने कि रुम जानुभन्दा अगाडि र तपाईँहरूलाई पनि देखाउँछु. सो के वाचिङ है हेर्दै गर्नु. म चाहिँ कहाँनिर तपाईँहरूलाई लान्छु भन्दाखेरि चाहिँ आइल सो यु है. अहिले चाहिँ म हैदराबाद बजार पुग्न आँटेँ. यहाँबाट हुन्छ जानुपर्छ र म चाहिँ जाँदैछु कहाँ भन्दाखेरि चाहिँ प्रणमी मन्दिर है. र तपाईँहरूलाई पनि देखाउँछु त्यहाँ पुगेर. सो किप वाचिङ गाइस. कृष्ण भगवानको के रहेछ यहाँ ए हो कृष्ण भगवान. यहाँ बासीले बोकेको रहेछ यहाँ राम. वाउ सो नाइस. शिव भगवान. वाह यहाँ गणपति क्या मजाको बनाएछ. वाह सो नाइस. कस्तो मजाको बनाएछ हौ हुन है. वरिपरि घुमेर देखाउँछु ल. जड़ी सुगर एक भी आदमी नहीं. यस्तो दामी बनाएको छ. जड़ी ढुकुरा. वाउ सो नाइस है. लुकिङ सो नाइस. हेर्नुहोस् ए पहिला म यो फोनबाट खिचिहाल्छु कि त्यहाँदेखि खिच्छु उयो गर्नको लागि रिल्स हाल्नको लागि. हेर्नु न कस्तो मजा मजाको छ. ए कृष्ण मन्दिर हो. यहाँ चाहिँ प्रोग्राम भएको थियो रहेछ. ए यहाँ समूह बिहा होला है. It's looking so nice. यहाँ समूह बिहा भएको थियो होला हौ. हुन्छ नि समूह बिहा भन्ने त्यस्तो होला हौ के हो पुरानो कि भगवत पुराण पो होला त. ए आदिवासी कन्या हो के शुभ विवाह हो. शुभ विवाह रहेछ. 108 आदिवासी हो कन्या के शुभ विवाह रहेछ. भगवान यहाँ भित्र छ. कस्तो मजाको बनाएको छ है. देख्न सक्नुहुन्छ हो. Friends, right now I'm at Pranami Mandir in Siliguri. यहाँ चाहिँ के हुँदैछ भन्दा चाहिँ यहाँ चाहिँ महोत्सवहरू रहेछ है र अब चाहिँ भोलि चाहिँ आदिवासी 108 जना कन्याहरूको चाहिँ शुभ विवाह रहेछ है र त्यसै कारणले चाहिँ यहाँ चाहिँ साज सजावटहरू चाहिँ पुरा रहेछ. डेकोरेसनहरू है. एज यु क्यान सी आउट दिस 108 आदिवासी कन्याको शुभ विवाह र मन्दिर चाहिँ यस्तो दामी सिँगारेको रहेछ. देख्नुभयो है प्रणमी मन्दिर. र म चाहिँ फर्केको घर हो. अन्तखेरि यहाँबाट छेउ हो नि त म त्यही कारणले हिँड्दै जाँदैछु. अन्तखेरि तपाईँहरूलाई मन पऱ्यो होला है. र म पनि पुग्न आँटेँ. र विथ दिस नोट आई वान्ट टु एन्ड दिस ब्लग हियर.
Stay connected, stay strong, have positive vibes, take care, bye, see you in my next vlog. I just want